पर गर्नलाई चाहिँ तल बेस क्याम्पमा 1 हप्ता जति मजाले खाने चिल गर्ने बस्ने होइन त्यो पार्टी साडी नै हुँदो रहेछ होइन पुरा गीत बजाएर नाच्दो रहेछ नि होइन हो झन् हाम्रो त कम्पनी यस्तो राम्रो थियो होइन सिजलर सबै के त्यहाँ त बर्गर पिज्जा होइन मटन सबै कस्तो जे भनेदेखि के यस्तो राम्रो गाउँको मान्छेले पकाउने हो कि म त मान्छे नि हुन्छ अब कम्पनी हेरी हुन्छ हाम्रो चाहिँ राम्रो कम्पनी थियो अनि इलिटमा चाहिँ सेफहरू हायर गरेर प्रोफेसनल सेफहरू क्या छुट्टै दामी गरिब भने चाहिँ के बोरावटै सुत्नु पर्ने हो क्या त्यसो भए के हो इलिट भनेर टाइपको भने के हो खासमा त्यस्तो क्लास हुन्छ त्यो पनि त्यहाँ पनि क्लास भन्दा कि त्यस्तो ठाउँमा गएपछि आउन साथीभाइ सँगै बसेर रमाइलो गरौँ भन्ने हुँदैन के हो हुँदैन पैसा हेरेर पैसै रहेछ है लास्टमा जे पनि जिन्दगी भने पैसै रहेछ तर त्यो खुसी पनि लाग्छ किन भन्दा अब हाम्रो चाहिँ कम्पनीमा चाहिँ हजुरको पैसा खैरीहरू पनि खतरा के भन्नाले इलिट प्रोफाइल भएको अनि आइसकेपछि तर त्यहाँ अनि त्यो त्यति पैसा तिरेको भएर चाहिँ शेरबहादुरहरूले कतिले काम पाएको क्या मलाई त्यो चाहिँ खुसी लाग्यो क्या त्यो रिजनमा त्यस्तो अनडेभलप ठाउँ हो नि त त्यहाँनिर त्यहाँको मान्छेहरूलाई काम हुँदैन सबै हुँदैन हाम्रो पोर्टर दाजुभाइहरूलाई त्यत्तिकै रेस्पेक्ट गरेको छ होइन अनि त्यो चाहिँ मलाई एकदमै मन पर्यो हाम्रो खाने हाम्रो सबै पोर्टर्सहरूलाई शेर्पाहरू सबजनालाई जहिले मटन पार्टी हुन्थ्यो क्या मजाले खाने हामीहरू अनि उहाँहरूलाई त्यत्तिकै त्यो कामहरू राम्रो हो नि त तपाईँको कोही शेर्पादाईहरू त अक्सिजन बिना हिँडिन्छ अरे नि त मेरो शेर्पादाईले लोचे विदाउट अक्सिजन जानुभएको क्याम्पससम्म त विदाउट अक्सिजन ड्रप गरेर आउनुभएको उहाँले त्यो बडी नै अटो भइसक्यो होला के त्यो होइन यस्तो हाई पचाउने अब जस्तै फर्स्ट टाइम मलाई बेस क्याम्प जाँदा पनि टाउको दुखाएको थियो कि 2-3 दिन सुत्नलाई कि 5,000को हाइटमा फर्स्ट टाइम पुगेको जिउलाई थाहा नै छैन 5,000मा कसरी अडप्टेसन गर्नुपर्छ भनेर अनि टाउको दुखाएको थियो बेस गर्न अनि त्यहाँ हिँड्दाखेरि नै भयो थियो क्या पछि दौडिँदा नि के भने सो हाई पचाउनु पर्छ बडीले अडप्टेसन त हो अनि दाइहरूको पनि रोटेसनै 4 चोटि 5 चोटि हुन्छ क्या एक दिनमै त्यो सामानहरू होइन एउटा सिजनमा त्यो सामान